अब हामी मेन च्याप्टरमा हाम्रो मेन टपिकमा आउँछौं एलिसेल फेनोमेनन के रे एलिसेल फेनोमेनन इम्पोर्टेन्ट छ यहाँदेखि सबै इम्पोर्टेन्ट छ माथिको कन्सेप्ट क्लियर हुनु पर्यो यो देखि त सिलेबसमै छ यतादेखि है अब एलिसेल फेनोमेनन भनेको के हो त यो एउटा ल्याबोरेटरी डायग्नोस्टिक केस फर एसएलई हो के रे ल्याबोरेटरी डायग्नोस्टिक केस फर एसएलई यो के हुन्छ भने यो एन्टी न्यूक्लियर फ्याक्टर्स और एन्टी न्यूक्लियर एन्टिबडी छ नि यो चाहिँ इन्टेक्ट सेलमा एक्ट गर्न सक्दैन इन्टेक्ट सेलमा एक्ट गर्न सक्दैन त्यसले गर्दाखेरि हामीले सेललाई के गरिन्छ त डिस्ट्रोय गरिन्छ फुटालिन्छ और ट्रोमाटाइज गरिन्छ त्यसपछि त्यो सेलमा भएको के हुन्छ त यहाँ न्यूक्लियस हुन्छ सेलमा यो न्यूक्लियस के हुन्छ बाहिर आउँछ सेलमा भएको न्यूक्लियस बाहिर आउँछ सेलमा भएको न्यूक्लियस बाहिर आएपछि यसमा गएर के बाइन्ड हुन्छ त एन्टी न्यूक्लियर एन्टिबडी सेरममा भएको एन्टी न्यूक्लियर एन्टिबडी बाइन्ड हुन्छ अब यो न्यूक्लियस बाहिर आयो अनि यसमा एन्टिबडी बाइन्ड भयो भने यसलाई अब के भनिन्छ त होमोजिनस मास यो होमोजिनियस मास हो और यसलाई अर्को के भनिन्छ त एलई बडी कन्फ्युजन नहुने एलई बडी र एलई सेल फरक हो एलई बडी र एलई सेल फरक हो अब के भयो त एलई बडी बन्यो अब यो एलई बडी बनिसकेपछि यसले केमोट्याक्टिक स्टिमुलेसन गर्छ र न्यूट्रोफिल्सलाई एट्र्याक्ट गर्छ अब यो न्यूट्रोफिलले यो एलई बडी और होमोजिनियस मासलाई के गर्छ त इन्गल्फ गरिसकेपछि यो न्यूट्रोफिलले आफूसँग भएको न्यूट्रोफिलको त पहिले छ नि न्यूक्लियस तो पेरिफेरीतिर जान्छ र यो के छ